दक्षिणकाली माताको मन्दिर भनेको सम्पूर्ण हाम्रो चाहिँ हिन्दूहरूको मात्र नभइकन सम्पूर्णको चाहिँ आस्थाको देवी भएको हुनाले चाहिँ सबैले चाहिँ त्यतिकै चाहिँ विश्वास गरेर चाहिँ यहाँ चाहिँ हरेक दिनहरूमा चाहिँ यहाँ चाहिँ दर्शन गर्ने आउने दर्शनार्थीहरूको चाहिँ अब उल्लेख्य नै यहाँ रहेको कुरा यहाँहरूलाई चाहिँ सबैलाई जानकारी नै छ र अब यसको उत्पत्तिको विषयमा चाहिँ पहिला चाहिँ हाम्रो प्राचीन दक्षिणकाली भनेर अहिलेको दक्षिणकाली नगरपालिका 5मा डाँडामा चाहिँ विराजमान थियो र पछि चाहिँ यो ठाउँमा अहिले जुन ठाउँमा अहिले मन्दिर छ त्यो ठाउँमा चाहिँ पछि प्रताप मल्लले यहाँ चाहिँ स्थापना गरेको भन्ने चाहिँ जनश्रुति पनि पाइन्छ। विशेष गरी अहिले हाम्रो कार्य भनेको चाहिँ 6वटा चाहिँ गाउँ विकास समितिहरू मिलेर जब दक्षिणकाली नगरपालिका भयो, दक्षिणकाली नगरपालिका स्थापना भइसकेपछि अनि यो कार्यालय पनि नगरपालिका अन्तर्गत नै अहिले चाहिँ सञ्चालित भएको हुनाले र यो 6 नम्बरको वडामा परेको हुनाले चाहिँ अहिले हाम्रो जिम्मेवारीमा आएको छ र अहिले चाहिँ विशेष गरी हामी अब यो मन्दिरको चाहिँ 56 हेक्टर जमिनमा यसको चाहिँ एरिया छ, त्यहाँ चाहिँ रहेको सबै कुराहरूको व्यवस्थापन गर्ने, यहाँ रहेको चाहिँ अब यो तहरा पसल तहराहरू, यहाँ चाहिँ रहेको पार्किङहरू, त्यसपछि यहाँ चाहिँ अनि यो पिकनिक स्पटहरूको सबै व्यवस्थापन गर्ने जिम्मेवारी हामीले पाएको छौँ र हाम्रो चाहिँ यो समिति अन्तर्गत अहिले 31 जना कर्मचारीहरू कार्यरत छन् र अहिले विशेष गरी हामी यहाँ चाहिँ सबै यसको शान्ति सुरक्षादेखि लिएर सबैको व्यवस्थापन गर्छौँ।